आशा गर्छु तपाईहरु सबैजना जाति कुशल नै हुनुहुन्छ। सायद 2-3 दिन बाद म भिडियो बनाउँदैछु होला। यताउता के गर्दाखेरि भिडियो बनाउने त्यो एउटा मौका नै मैले पाइनँ। मौका मैले बनाउनु पनि सकिनँ। बट एनीवे यशायाको किताब 41 को 13 मा लेखेको छ, नडराऊ, कहिले पनि नडराउनु भनेर परमेश्वरले भन्नुभएको छ। परमेश्वरले सधैँ तपाईहरुलाई सहायता गर्नुहुनेछ। तपाईहरुको जस्तै सिचुएसनमा पनि तपाईहरुलाई लाग्छ होला कि म यो सिचुएसनमा एक्लै छु, मेरो साथमा कोही पनि छैन, या त मेरो यो काम भएको छैन, मेरो यस्तो खालके फाइनान्शियल निडहरु छ, मेरो फ्यामिलीमा यस्तो प्रब्लम छ। इभन हाम्रो फिजिकल बिइङमा पनि हैन, हाम्रो फिजिकली पनि हामी कति मान्छेहरु हामी जाति कुशल हुँदैनौं। हाम्रो कति धेरै प्रकारको प्रब्लम्सहरु हुन्छ हैन। मेरो एकखेप यस्तो प्रब्लम थियो, म कति 18-19 वर्षसम्म मेरो अनुहारमा एउटा पिम्पल्स पनि थिएन। अनि म कति 19 वर्षको हुँदाखेरि एउटा अनुहारमा पिम्पल्स नभएको मान्छेको चाहिँ डल्लै अनुहारमा एक्ने भएको थियो, पिम्पल्स भएको थियो। अनि त्यो पिम्पल्स आउने कुरा चाहिँ मेरो कति होल मेरो 20s नै आएको। अब त्यस्तो मलाई यस्तो हुन्थ्यो कि म घोडा टेकेर प्रार्थना गर्थेँ हैन प्रभुलाई, प्रभु प्लिज बिहान उठ्दाखेरि चाहिँ मेरो सबै पिम्पल्सहरु जाती गरिदिनुहोस् ल भनेर प्रार्थना गर्थेँ। बिहान उठेर फर्स्ट थिङ ऐना हेर्दाखेरि पिम्पल्स त्यही हुन्थ्यो हैन। तर त्यो कुराले पनि मलाई धेरै स्ट्रङ बनायो। मलाई त्यतिबेला त लाग्थ्यो किन मैसँग यस्तो भएको भनेर हैन। किनभने आई थिंक कुनै पनि यङ केटाकेटीलाई अनुहारमा के अब आको कसैलाई पनि मन पर्दैन। तर जस्तो सुकै सिचुएसनमा पनि तपाईले आफ्नो परमेश्वरलाई भरोसा गर्न चाहिँ नछोड्नु। सानो कुरा है पिम्पल्स भन्ने कुरा एउटा कति धेरै आफ्नो आत्मविश्वासमा चाहिँ कति धेरै धक्का पर्छ हैन त्यस्तो कुराहरुले गर्दाखेरि। सो नसुर्ताउनुहोस्, तपाईको त्यस्तो खालको प्रब्लम छ भने पनि। कतिजना फिजिकली फिट हुँदैन, कतिजना मोटो हुन्छ, कतिजना पातलो हुन्छ, कति पुड्के हुन्छ, कति अग्लो हुन्छ हैन, कतिजना कपाल हुँदैन, कतिजना चिन्डे हुन्छ, कतिजनाको त अब फिजिकली हामी कतिपयहरु त हामी डिसेबल्ड पनि हुन्छौं हैन। तर नो म्याटर व्हाट, जस्तो सुकै सिचुएसनमा पनि डोन्ट लुज योर कन्फिडेन्स, ह्याभ फेथ इन गड। परमेश्वरमा चाहिँ तपाईको कन्फिडेन्स शुड बी द हाईएस्ट। किनभने तपाई परमेश्वरको छोराछोरी हुनुहुन्छ। यु आर द चिल्ड्रन अफ गड एन्ड यु आर प्रेसियस इन हिज साइट। एन्ड नो म्याटर व्हाट, परमेश्वरले चाहिँ सधैँ तपाईलाई माया गर्नुहुन्छ। तपाईको अनुहारमा एउटा पिम्पल्स होस् या 10वटा पिम्पल्स होस्। ओके, सो त्यही हो, नडराऊ, परमेश्वर सधैँ तपाईहरुको साथमा हुनुहुन्छ। ह्याभ अ ब्लेस्ड डे।